साथीहरु तपाईले तपाईको फेसबुक अकाउन्ट कोही कसैको मोबाइलमा लगइन गर्नुभयो, मैले माने तपाईले लग आउट पनि गर्नुभयो। अनि तपाईको मेसेन्जर चाहिँ कहिले लग आउट गर्दिन्छ? तपाईलाई मेसेन्जर लग आउट गर्न त आउँदैन कि त भने तपाईले तपाईको प्राइभेसी डाटालाई लिक आउट गर्नमा सहमति हुनुस्, होइन भने यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म तपाईले हेर्नै पर्छ। किनभने मैले तपाईलाई मेसेन्जर लग आउट कसरी गर्ने भन्ने तरिका आज सिकाउँदै छु। आउनुहोस् कति पनि ढिला नगरेर तपाईलाई मेरो मोबाइलको स्क्रिन तर्फ लग्न चाहन्छु। मैले तपाईलाई मेरो मोबाइलको स्क्रिन शेयर गरिसकेको छु अनि यहाँ तपाई पनि तपाईको फेसबुकमा जानु होला। फेसबुक लग आउट गर्न सामान्यतया तपाईले जान्नु भएकै होला। यसरी तल लग आउट छ, यसलाई लग आउट गर्नुस्। यसरी माथिको 3 डटमा क्लिक गर्नु होला र यसमा चाहिँ रिमुभ फाइल दिस डिभाइस भनेर यसरी चाहिँ क्लिक गर्नुभयो भने रिमुभ गर्नु होला। अब भने हाम्रो फेसबुक चाहिँ लग आउट भइसकेको छ। हामी यहाँ जबाट जाउँ, त्यसपछि तपाईको मेसेन्जर हेर्नुभयो भने मेसेन्जर चाहिँ लग आउट भएको छैन। हो यो हो मेन विषयवस्तु। फेसबुक लग आउट गरिसक्दा पनि मेसेन्जर चाहिँ अनको अनै छ। तपाईले देख्न सक्नुहुन्छ। तपाईको कुनै समस्या यही नै होला। यसको लागि तपाई सुरुमा तपाईको मोबाइलको सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि तपाईको मोबाइलमा एप्स होला, एप्समा क्लिक गर्नुहोस्। त्यसपछि एप म्यानेजमेन्टमा जानु होला। त्यसपछि तपाई यहाँ चाहिँ देख्न सक्नुहुन्छ विभिन्न तपाईको मोबाइलमा भएका एप्लिकेसनहरु यहाँ सो गरेको छ। अनि तपाईले तपाईको हाम्रो लग आउट नभएको मेसेन्जर चाहिँ तपाईले खोज्नु पर्ने हुन्छ। यो मेसेन्जरलाई क्लिक गर्नु होला। मेसेन्जर क्लिक गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ विभिन्न किसिमका अप्सनहरु छन् यहाँ मेसेन्जर भित्र। त्यसपछि तपाईले स्टोरेज युजेजमा चाहिँ क्लिक गर्नु होला। गरिसकेपछि तपाईले चाहिँ यहाँ चाहिँ क्लियर डाटा, क्लियर क्याच भनेर यहाँ लेखिएको छ। तपाईले चाहिँ यो रेड कलरमा दिएको क्लियर डाटामा यसरी क्लिक गर्नुभयो भने यहाँ डिलिट भनेर आउँछ र क्यान्सल भन्ने आउँछ। तपाईले डिलिट गर्नुहोस्। डिलिट गरिसकेपछि तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईको मेसेन्जर लग आउट भइसक्यो। अब चाहिँ तपाई ब्याक गर्न सक्नुहुन्छ। ब्याक गरेर हामी क्लियर गर्दिन्छौँ। अब हामीले फेसबुक पनि हाम्रो लग आउट भइसकेको तपाईले देख्न सक्नुहुनेछ। तपाईको मेसेन्जर पनि हाम्रो लग आउट भइसकेको छ। हामी हेर्छौँ। हेर्नुहोस् मेसेन्जर चाहिँ लग आउट भइसकेको छ। यसरी नै तपाईले तपाईको मेसेन्जर अनिवार्य रूपमा चाहिँ लग आउट गर्नु होला र तपाईको प्राइभेसी डाटाहरूलाई चाहिँ सुरक्षित रूपमा राख्न सक्नुहुनेछ। भन्दै यो भिडियोलाई कस्तो लाग्यो जस्ताको जस्तै लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब पनि गर्नु होला।